हेलो हेलो नमस्ते नमस्कार सबैजना मेरो फेसबुक साथीहरू मित्र र सबैजना लगायत सम्पूर्ण मेरो टिकटक साथीहरू र यसै भिडियो मार्फत तपाईहरुलाई मैले नमस्कार नमन गर्न चाहे र आज चाहिँ म कति गते भने 26 गते आएको यो ठाउँमा इलामको राजदुवालीको बाटो हाइवे मेची राजमार्गको बाटो चाहिँ भत्केर चाहिँ एकदमसँगले चाहिँ बाटो अवरुद्धको कारणले चाहिँ यहाँ हामी जनताहरूलाई निकै अब यात्रुहरूलाई निकै दुःख छ र यसरी हिँड्दैछौँ र अस्ति मैले भनिरहेको थिएँ अस्तिको भिडियोमा यहाँ बाटो भत्किएकोहरू म देखाइदिन्छु भनेर देखाउनु पाएको थिएन आज चाहिँ देखाइदिन्छु हेर्दै गर्नुहोला र हिजो अस्ति हिउँदै चाहिँ मैले अगाडिको भिडियोमा चाहिँ अब बजारहरूको यताउता मैले इलाम टु ताप्लेजुङ गरेको यताउता मात्र भिडियो गरेर देखाइदिइरहेको थिएँ आज चाहिँ म पहिलाको भिडियो देखाउन गइरहेको छु है सबैजनालाई हेरिदिनु होला र यस्तै यस्तै भिडियोहरू हेर्नका लागि फलो गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला है यहाँ चाहिँ यस्तो छ म यहाँ देखाउँदै गइरहने छु के गर्दै हो ल हेर्नु होला यहाँको बाटो चाहिँ यस्तो छ हैन रोड कस्तो छ भनेर यो चाहिँ हैन यस्तो खालको छ है यहाँको मेची राजमार्गको बाटो है पहिरोले ठक्कै गइरहेको छ हेर्नु न हेलो यस्तो छ क्या ल दीपक भन्नु त देख्नुभयो हेर्नु होला गाइसहरू है यस्तो छ यहाँको बाटो चाहिँ एकदम सँगले पहिरो चाहिँ यस्तरी गइरहेको छ बाटो लस्केर एकदमसँगले गाडी नहिँड्ने स्थिति यहाँ गाडी हिँड्ने त परै जाओस् यहाँ कुकुरको जन्ती पनि नहिँड्ने खालको बाटो भइरहेको छ यस्तो खालको साह्रो बाटो छ है तपाईले गरम भएको ल यहाँ हेर्नु होला गाइसहरू यस्तो यस्तो छ यहाँ है पानी कठाएर फालिरहेको रहेछ यस्तो छ है अब यहाँको बाटो भनेको चाहिँ यो कहिले बन्छ होला र कहिले बनाउँछन् होला हेरौँ त यस्तो छ त आमा रोड अरे यस्तो छ है गाइसहरू यो भैँसी खुर्किला ओर्लिने ल हेर्नुहोस् त यही रङ्ग हेर्नुहोस् त यस्तो छ त बाटो त रोड अरे यस्तो है खुर्किला ल हेर्नु त यस्तै बाटो चाहिँ यस्तो खालको छ है यस्तो बिग्रेर चाहिँ हामी धेरै दिन यहाँ बसेको मैले चाहिँ ताप्लेजुङ इलामसम्मको यहाँ ट्रिप गरिदिँदैछु र आज चाहिँ म झापा झर्दैछु होइन पिच गरिँदैछु आज चाहिँ झापा झरेर अब भोलि फेरि फर्केर आउनुपर्ने छ र सबैजनालाई यही भिडियो मार्फत सबैलाई ह्याप्पी साउने सङ्क्रान्ति पनि भन्न चाहेँ र यो आउँदै गरेको सङ्क्रान्तिलाई चाहिँ राम्रोसँगले मनाएर मजाले घरमा बसेर मिठो मसिनो खाएर मनाएर बस्नु होला भन्न चाहेँ घर परिवारसँग रमाएर है यो चाहिँ साउने सङ्क्रान्ति भनेको चाहिँ कसरी मानिन्छ भने यो चाहिँ अब असारको बर्खे झरीलाई चाहिँ एकदम थाकेर चाहिँ यो थकान मेटिने भनौँ न आराम गरेर थकान मेट्ने दिन हो भोलिको दिन चाहिँ त्यसै कारणले चाहिँ सबैजनालाई ह्याप्पी साउने सङ्क्रान्ति भन्न चाहेँ ल यहाँ फेरि तल्लो टर्निङको हेर्नु गाइसहरू यस्तो छ रोड हिँड्ने के अरे गाडी हिँड्ने रोड त यस्तो हो भैँसी हिँड्ने पनि ठाउँ छैन यस्तो साह्रो छ अस्ति यहाँ चाहिँ फेरि ठ्याक्कै पिकअप ट्रक लडेको ठाउँ हो यो चाहिँ ल हेर्नुहोस् यस्तो छ क्या बाटोको स्थिति चाहिँ अहिलेसम्मको एकदम नाजुक स्थिति छ होइन यहाँ केही गर्दा यहाँ कुकुर पनि तर्ने हिँड्ने ठाउँ छैन तर यो मान्छे चाहिँ कसरी हिँडिरहेको छ हिँड्नु होला गाइसहरू हेर्नुहोस्
यो कहिले बनिन्छ होला आमामामा। यस्तो छ यहाँ एकदम बाटो त पहिरो राम्रो बाटो चाहिँ पहिरोमा परिणत भएको छ होइन। यस्तो तरिकाले अब चारैपट्टि यहाँ पुलिसले गर्दा थोरै भिडियो गर्न पाएन। अहिले यस्तो छ यहाँ नयाँ खोलाको